सबैजनालाई नमस्कार। नेपालको सुदूरपूर्वी हिमाली जिल्ला ताप्लेजुङको श्रीजङ्गा गाउँपालिका वडा नम्बर 3 साबिक सिकैजा गाविसको 8 नम्बर ओसेबाट यहाँहरू सबैजनालाई म मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। यो मेरो पहिलो भिडियो हो हैन। एउटा गीत गाएर चाहिँ म आज यो भिडियोलाई सुरु गर्न चाहन्छु। फर्किआऊ शान्ति तिमी, लाली गुराँस भन्छन्। फर्किआऊ शान्ति भन्दै डाँफे मुनाल रुन्छन्। फर्किआऊ शान्ति तिमी। अब एकैछिन हामी यो गीतमाथि विचार गरौँ हैन। फर्किआऊ शान्ति तिमी भनेर लाली गुराँसहरूले भन्छन्। फर्किआऊ शान्ति भन्दै डाँफे मुनालहरू रुन्छन् हैन। किन रुन्छन् डाँफे मुनालहरू फर्किआऊ शान्ति भन्दै हैन? किन भन्छन् लाली गुराँसहरूले फर्किआऊ शान्ति भनेर? कहाँ गयो हाम्रो शान्ति हैन? मैले यसो विचार गरेँ, हाम्रो गाउँघरहरू शून्य चकमन्न छन्। झट्ट हेर्दाखेरि शान्ति जस्तो देखिन्छ हैन। तर हामी प्राय नेपालीहरू विदेशमा गएका छौँ। विभिन्न बाध्यता र परिस्थितिहरूका कारणले हामीहरूलाई विदेश पुर्याएको छ। अनि हामी विदेशमा हुँदाखेरि हाम्रो बाउआमाहरूको मनको शान्ति चाहिँ नि छोराछोरीहरूसँग विदेशै जान्छ। अनि जबसम्म छोराछोरीहरू घर फर्केर आउँदैनन् तबसम्म मनको शान्ति, बाउआमाको मनको शान्ति फर्केर आउँछ जस्तो मलाई लाग्दैन। अनि हाम्रो जुन समाजमा भनौँ, देशमा, राज्यमा चाहिँ नि अस्थिरताहरू, विभिन्न लडाकुहरू किन मचिन्छ, युद्धहरू किन हुन्छ त भन्दाखेरि यो जब चाहिँ नि व्यथिति विसङ्गतिहरू हुन्छन् हैन। अनि व्यथिति विसङ्गतिहरू कतिखेर हुन्छन् त भन्दाखेरि जब चाहिँ नि खबरदारी हुँदैन। अनि खबरदारी गर्ने मुख्य दायित्व, जिम्मेवारी भनेको चाहिँ नि युवाको काँधमा हुन्छ। अनि युवा हामी जबसम्म देशमा हुँदैनौँ, जबसम्म देशमा फर्किँदैनौँ, तबसम्म जति नै डाँफे मुनालहरू रोए पनि, जति नै लाली गुराँसहरूले भने पनि शान्ति फर्किन्छ जस्तो मलाई लाग्दैन। तपाईहरुलाई के लाग्छ? आफ्नो विचारहरू प्रतिक्रियामा भन्नुहोला हैन। यो देशमा हामीसँग सम्भावनाहरू नभएको होइन। हामीसँग सम्भावनाहरू लाखौं करोडौं सम्भावनाहरू छन्। तर त्यसमा हामीहरूले अवसर चाहिँ नपाएको हो जस्तो मलाई लाग्छ। अवसर यदि पाउने हो भने हामी र हाम्रा सन्ततिहरू भोलिको दिनमा गुलामी गर्न कसैको देशमा जानुपर्छ जस्तो मलाई लाग्दैन। राम्रा राम्रा ठाउँहरूलाई हेर्नको लागि पर्यटकका रूपमा हाम्रा सन्ततिहरू जान सक्ने वातावरण हामीहरूले मिलाउन सक्छौँ हैन। त्यही आगामी दिनहरूमा यस्तै सम्भावनाहरू र अवसर कहाँनिर पाएनौँ, कहाँनिर चुक्यौँ हामी भन्ने विषयमा म आफ्नो केही विचारहरू राख्नेछु हैन, यही युट्युब च्यानल मार्फत। र तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक गरिदिनु होला, अनि शेयर गरिदिनु होला। मेरो च्यानललाई चाहिँ नि सब्स्क्राइब गरिदिनु होला। आगामी दिनमा मैले हाल्ने भिडियोहरू पनि तपाईहरु समक्ष अवश्य आउनेछ। र कस्तो छ, के छ, तपाईहरुले प्रतिक्रिया गरिदिनु होला। अनि यतिन्जेलसम्म मेरो कुराहरूलाई धैर्यतापूर्वक सुनिदिनु भयो। यहाँहरु सबैजनालाई चाहिँ नि हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु। मेरो कृतज्ञतालाई स्वीकार गरिदिनु होला। नमस्कार, सबैजनाको जय होस्।